हेलो वेलकम ब्याक मेरो युट्युब च्यानल। तपाईँहरू मेरो युट्युब च्यानलमा स्वागत छ अनि सम्पूर्णजनालाई जय मसीह। अनि फेरि पनि म चाहिँ आज मेरो बहिनीको रुममा आएको छु अनि हामी चाहिँ खानासाना खाएर चाहिँ गिटार सिक्नेवाला छौँ। गिटार सिक्छौँ कि नै त थाहा छैन, तर बहिनी हेलो जय मसीह। जय मसीह। गिटार बजाउन अब चाहिँ चाहिँ हामी चाहिँ गिटार बजाउन जाँदैछौँ। गिटार बजाउन चाहिँ आउँदैन तर ट्राई गर्दैछौँ। अब लेट्सी हेर्दै जाऊँ। मेरो बहिनीले चाहिँ बजाउँछ होला, मलाई चाहिँ कहिले आउँदैन है, यस्तो इन्ट्रेस्टै छैन। अनि कसरी गिटार बजाउँछ हामीले है। सबैजनालाई धन्यवाद। अनि मेरो भिडियोमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नु होला। अनि हामीले चाहिँ गिटार सिक्दैछौँ अनि गिटार सिक्दै चाहिँ हामीले चाहिँ भजनहरू गाउँदैछौँ। अनि भजन त्यो भोइसमा भन्दा पनि प्रभुको महिमा भएको होस् त्यो भजनहरूद्वारा चाहिँ। अनि हामी चाहिँ अब गिटार प्र्याक्टिस गर्दैछौँ। एक दिन फाइनली सिक्दैछौँ, त्यतिखेर चाहिँ तपाईँहरूलाई सबैजनालाई हामीले चाहिँ भजन राम्रो तरिकाले गिटार बजाएर अनि भजन गाउनेछौँ। अनि त्यही नै हो। बाई बाई सबैजनालाई जय मसीह फेरि पनि। अनि मेरो भिडियोमा चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला। बाई बाई। हामी चाहिँ अब दिदीबहिनी मिलेर चाहिँ भजन होइन यो कोरस नम्बरको 29 को चाहिँ हामी गाउँदैछौँ खुसी खुसी मनाऊ भन्नेमा चाहिँ। अनि हामीलाई चाहिँ गिटार बजाउनु चाहिँ आउँदैन ल। भन लाने थिएँ के भन्न चाहन्छु, बजाउन आउँदैन कि मलाई, तर पनि प्र्याक्टिस गर्दैछौँ होइन। अनि मलाई चाहिँ यति एउटा मात्रै सपना चाहिँ के छ भने चाहिँ त्यो चाहिँ प्रभुले इच्छा पुरा गर्नुहुन्छ। बहिनीले गिटार बजाउने अनि मैले चाहिँ भजन गाउने भन्ने मेरो चाहिँ इच्छा छ। अनि हामी चाहिँ प्र्याक्टिस गर्दैछौँ। ल त्यो चाहिँ थाहा छैन नभएर प्रभुमा प्र्याक्टिस चाहिँ जारी छ। नानीले गर्छ जस्तो लाग्छ है मलाई चाहिँ जहाँसम्म। ल सुरु गर्ने। ए र बीको मात्र हाल्छ ल, मलाई ए र बी मात्र आउँछ, त्यही मात्र हाल्छ। कुन चाहिँ हो? जी छ तर त्यहाँ जी छ, जीमा। अब जी त कहाँ छ? अनि हामीलाई गिटार बजाउन आउँदैन। अनि हामीले यो भिडियो हालेर चाहिँ जो जतिलाई गिटार बजाउन आउँछ उहाँहरूले चाहिँ हामीलाई कमेन्टमा मार्फत भए पनि सिकाइदिनु होला भनेर चाहिँ म अनुरोध गर्न चाहन्छु अहिले नै। स्टार्ट गर। खुसी खुसी मनाऊ, खुसी खुसी मनाऊ, खुसी खुसी मनाऊ, खुसी खुसी मनाऊ, भन भन प्रभु येशूको जय होस्, भन भन प्रभु येशूको जय होस्। मेरो लागि आए, मेरो लागि जिए, मेरो लागि आए, मेरो लागि जिए, मेरो लागि येशूले दुःख उठाए, मेरो लागि येशूले दुःख उठाए, मेरो लागि मरिदे, मेरो लागि गाडिदे, मेरो लागि मरिदे, मेरो लागि गाडिदे, मेरो लागि बौरे उठे मेरो येशू, मेरा लागि बौरे उठे मेरा हुन् येशू। म येशूको हुँ, हामी येशूका हौँ। खुसी मनाऊ, खुसी खुसी मनाऊ, भन खुसी मनाऊ, खुसी खुसी मनाऊ, भन भन प्रभु येशू जय जय, भन भन प्रभु येशू जय। ल हालेलुया। अनि भजनद्वारा पनि हाम्रो प्रभु परमेश्वर बुवालाई चाहिँ महिमा भएको होस् है त। अब चाहिँ हामी सबैभन्दा क्रोसमा सबैभन्दा छोटो चाहिँ आजको दिनवाला चाहिँ हामी यो भजन क्रोस गाउँदैछौँ है त। ल सुरु गरौँ है त। आजको दिन उनले सृजेका, उनले सृजेका, रमाउँदै जाऊ खुसी मनाऊ।
आजको दिन उनले सृजेका रमाउँदै जाऊ र खुसी मनाऊ आजको दिन उनले सृजेका सकियो प्रेज द लर्ड हालेलुया